नमस्कार, म उमेश विश्वकर्मा सागर। आज म तपाईहरुको माझमा खडक आरसी मिलन छेडाघाट नगरपालिका 2 सालमा जाजरकोटका मुक्तकारका म करिब 5 वटा मुक्तकलाई यो भिडियोमा वाचन गर्न लागिरहेको छु। भिडियो अन्त्यसम्म हेर्नुहोला। सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। मुक्तक यसरी सुरु हुन्छन्। पहिलो मुक्तक। रोएर दुःख पीडा धोएर पाप कहिले सकिँदैन, मुटुमा बसेको वचनको छाप कहिले सकिँदैन। दूध खानलाई बच्चा पनि रुनुपर्छ अवश्य नै। रोएर दुःख पीडा धोएर पाप कहिले सकिँदैन, मुटुमा बसेको वचनको छाप कहिले सकिँदैन। दूध खानलाई बच्चा पनि रुनुपर्छ अवश्य नै, बनेर सोझो बसेर चुपचाप कहिले सकिँदैन। दोस्रो मुक्तक। स्वार्थी छ यो दुनिया संसार कसरी जिउने हो, स्वार्थी छ यो दुनिया संसार कसरी जिउने हो। छुँदैन सुखले हुँदैन दुःख पार कसरी जिउने हो। मेरा लागि त आकाशको फल झैँ हुनाले होला। स्वार्थी छ यो दुनिया संसार कसरी जिउने हो। छुँदैन सुखले हुँदैन दुःख पार कसरी जिउने हो। मेरा खुसी त आकाशको फल झैँ हुनाले होला। लाग्दैछ म त जन्मेछु बेकार कसरी जिउने हो। तेस्रो मुक्तक। आज अमृत भोलि विष पिउन सिकाउने छन्, फाटेको मन मुटुलाई सिउन सिकाउने छन्। 2-4 जना शत्रु पनि हुनै पर्छ जिन्दगीमा। आज अमृत भोलि विष पिउन सिकाउने छन्, फाटेको मन मुटुलाई सिउन सिकाउने छन्। 2-4 जना शत्रु पनि हुनै पर्छ जिन्दगीमा। सङ्घर्ष गरेर सदा जीवन जिउन सिकाउने छन्। चौथो मुक्तक। मलाई दुख्दा तिमीलाई चोट हुनुपर्छ सानो, चिल्लो पातको सुरिलो बोट हुनुपर्छ सानो। तिमी नभई म कसरी काटुला यो जिन्दगी। मलाई दुख्दा तिमीलाई चोट हुनुपर्छ सानो, चिल्लो पातको सुरिलो बोट हुनुपर्छ सानो। तिमी नभई म कसरी काटुला यो जिन्दगी। सँगै जिउने र सँगै मर्ने अठोट हुनुपर्छ सानो। अन्तिम मुक्तक अथवा यो भिडियोको 5औं मुक्तक। कहिले काटमार कहिले हानाहान हुन्छ मेरो देशमा, राम्रै मान्छेको मात्र किन अपमान हुन्छ मेरो देशमा। सधैँ खिचातानी किचलो र भनाभन मात्र भइरहन्छ। कहिले काटमार कहिले हानाहान हुन्छ मेरो देशमा, राम्रै मान्छेको मात्र किन अपमान हुन्छ मेरो देशमा। सधैँ खिचातानी किचलो र भनाभन मात्र भइरहन्छ। खै कहिले समस्याको समाधान हुन्छ मेरो देशमा। मुक्तकार खडक आरसी मिलन छेडाघाट नगरपालिका 2 सालमा जाजरकोट। धन्यवाद।